हेलो गाइज, कहाँ जानलाई यस्तो मेकअप गरिरहेछ भन्ने सोच्नुभयो होला। आज चाहिँ मेरो छोरीको तौल लिने दिन हो। अनि म चाहिँ रेडी भएर छोरीलाई तौल्न जान रेडी हुँदैछु। पहिला त मैले टिकासिका लगाएँ, अब सिन्दुर कहाँ पऱ्यो भनेर हेरिरहेको छु। अब सिन्दुर पनि भेटेँ। छोरी चाहिँ आज किन रोइरहेको थिइन्, त्यही भएर काखमै बसालेर आफ्नो मेकअप गर्दै थिएँ। मेकअप त के भन्ने अलिअलि। अनि त्यसपछि चाहिँ छोरीलाई यो भोटे कस्तो हुन्छ भनेर हेरेँ। त्यसको माइजूले पठाइदिनु भएको थियो कि इन्डियादेखि भर्खरै। आज पहिलो दिन लगाइरहेको थिएँ अनि हेरेँ अब छोरी चाहिँ रुन थालिहालिन् होइन। आज चाहिँ त्यो माथिबाट छिराउने भोटे लगाएको थिएन, अनि त्यही भएर रुइन्। अनि बाबा चाहिँ आउनुभयो, के गर्दै हो भन्नुभयो। अनि मैले भिडियो बनाउँदैछु भनेँ। अनि त्यसपछि छोरीलाई ट्याक्क रेडी बनाएँ होइन, कपडा लगाएँ। अनि रेडी भएर बाबा चाहिँ बाइकमा बस्न जानु भयो। अनि बाइक साइक छोप्नु भएको थियो, निकालेर अब छोरीलाई राख्नुभयो। छोरी चाहिँ अगाडि बस्ने कहिले हुन्छ भन्दै हुनुहुन्थ्यो नि। अब छोरी यहाँ बसेर चलाउने, म पछाडि बस्ने कहिले हुने भन्दै हुनुहुन्थ्यो। अनि हामी फाइनल्ली तौलिने ठाउँमा पुग्यौँ। अनि छोरी तौल्यौँ। छोरी चाहिँ 6.5 केजी थिइन्। अनि त्यसपछि फर्क्यौँ।